छाता छ तपाईहरु कसैले छाता ल्याउनु भएको छ छैन थोरैले 5 जनाले ल्याए है अरु सबै तर्मे गाडीमा आको तर यो चीज चाहिँ तपाई घर छोडेर बाहिर निस्किन्छ भने यो चीजको प्रिपेयर हुनुपर्छ नि कुरा बुझ्नुभयो अनि गेससँग हिँड्दाखेरि छाता नबोकेर पानीमा त्यसै लङ हिँड्नु मिल्दैन नि है अनि कहाँनिर ओत्छ कहाँनिर घर्छ कुद्नु पर्ने हुन्छ समस्या हुन्छ गाइड भनेको जहाँ छ त्यहीँ उभिएर बस्ने हो क्या सबै कुरा आफूसँग एभाइलेबल सबै हुनुपर्छ पानीको लागि छाता अथवा तातो घामको लागि पनि छाता चाहिन्छ नि होइन त्यही भएर हामीले गाइडले यो छाता पनि प्रिपेयर गर्नुपर्छ त्यो सँगसँगै हामीले अब यदि तपाईँ ट्रेकिङमा हिमालमा जानुपर्छ भने छाताले फेरि काम गर्दैन है यो के हो रेनपन्चु है रेनपन्चु पनि धेरै प्रकारको हुन्छ हामीसँग पुरै झोलाहरू कभर गरेर बोक्ने हुन्छ कोही चाहिँ शरीरमा मात्रै लाउने खालको पन्चु हुन्छ तर त्यो शरीरमा लाउने पन्चु चाहिँ त्यति युज हुँदैन हामीसँग यदि तपाईँ प्रपर माउन्टेनियर गाइड अथवा ट्रेकिङ गाइड पर्फेक्ट हो भने उसँग चाहिँ गोटेक सेट हुन्छ अनि हामीले बाहिर यो रेन कभर मात्रै लाउनु मिल्छ यदि तपाईँसँग गोटेकको सेट छैन भने यो रेन कभर बोक्नुपर्छ है झोलादेखि सबै शरीर नै कभर गरेर लाउने हुन्छ त्यो खालको रेनकोट पनि हामीले व्यवस्था गर्नुपर्छ यो हाइकिङ फिल्डमा पानी पर्यो भने हामी भाग्ने त हुँदैन नि मिल्छ किनभने हामी त रेडी भएर आउनुपर्छ यो फिल्डमा यस्तो हुन्छ भक्तपुरमा पानी पर्छ भने नगरकोटमा हिउँ पर्ला तल पानी पर्दा छाता लगायो भने यहाँ हिउँ पर्दा हामी रेनकोट लाउनु पर्छ नि त रेनपन्चु लाउनु पर्यो नि त होइन अथवा गोटेक सेट लाउनु पर्यो त्यही भएर अनि यदि तपाईँसँग गोटेक सेट छ भने फेरि यो झोलाको कभर चाहिन्छ नि यो है यो झोलालाई भिज्नु नदिनुको लागि यस्तो खालको ब्याक कभर चाहिन्छ अनि यो भएपछि हामीलाई त्यो पछाडि ब्याग बोक्यो भने त्यो भिज्छ भने समस्या हुँदैन अब त्योभन्दा पनि अझै बेटर हामीसँग आइडियाहरू छ अनि कतिजनाले यस्तो खालको बोतल बोक्नु पर्छ आज यो खालको बोतल छ कि छैन तपाईँहरूसँग छैन तपाईँहरू चाहिँ पोल्युसन बढाउने मान्छेहरू रहेछ त्यसो भए है हामी गाइड गर्ने मान्छेले यस्तो बोतल एउटा अथवा थर्मस हुन्छ नि होइन अहिले त तपाईँले छानी किन्नु पाउँछ क्वालिटी जस्तो भने नि पाउँछ त्यही भएर भोलिको दिनदेखि तपाईँले यस्तो खालको वाटर बोतल बोक्ने गर्नुहोस् है त्यो मिनरल वाटरको बोतल किनेर पोल्युसन नबढाउनुहोस् त्यो प्लास्टिक हो हामीले जहाँसुकै फाल्नुपर्छ तपाईँले झोलाभरि बोक्दैन पक्कै पनि मलाई थाहा छ यो प्लास्टिकको बोतल तपाईँले झोलामा बोकेर देख्दैन त्यसले गर्दा गाइडको जिम्मेवारी भनेको इन्भाइरोमेन्ट जोगाउनु पनि जिम्मेवारी हो त्यसले गर्दाखेरि वाटर बोतल चाहिँ भेरी इम्पोर्टेन्ट अनि त्यही भएर पर पर्सन 1 लिटर पानी कम्पलसरी छ तर त्यसलाई रिफिल गर्नु मिल्छ रिप्लेस गर्नु मिल्छ होइन भने हामीले माउन्टेनमा हो भने 2 लिटर चाहिँ कम्पलसरी बोक्नुपर्छ भनेर हामी सजेसन दिन्छौँ है अनि गाइडसँग यो पनि हुनुपर्छ के हो यो मास्क र यो सेनिटाइजर चाहिँ कम्पलसरी गाइडसँग यो पनि प्रिपेयर हुनुपर्छ है किन भन्दाखेरि हामीले भनेको ठाउँमा पानी पाउँछ पाउँदैन अघि हामी तल बिचतिर बसेर केही खाजा खान्छ भने त्यो पानी छैन नि त डाँडो छैन नि हो त्यतिखेर त हामीले फोहोर हातले त खानु मिल्दैन हामी फेरि बिमार भयो भने समस्या हुन्छ त्यही भएर हामीले एउटा सेनिटाइजर अनि एउटा यस्तो खालको मास्क पनि कम्पलसरी गाइडले आफ्नो गेस्टलाई समेटेर बोक्नुपर्छ यो है तपाईँ एउटा मात्र ल्याप्पा टालेर बोकेर चाहिँ ग्रुपलाई फेरि बदल पार्नु मिल्दैन यो चाहिँ गाइडको जिम्मेवारी हो यस्तो कुराहरू अनि तपाईँ कतिजनासँग यस्तो बोक्नुभएको छ एउटा नोटबुक है अनि एउटा चाहिँ म्याप अब अहिले त स्मार्टफोन भएपछि म्याप पनि त्यति चाहिँदैन जस्तो लाग्छ किनभने अहिले म्यापमा सरल सबै कुरा खोलिदिन्छ तर पुरानो स्टाइल इज लङ लास्ट भन्छ नि त जति चिज पुरानो छ त्यो चिजको बढी महत्त्व हुन्छ तपाईँको फोन चाहिँ ब्याट्री डाउन भयो भने कहाँनिर चाहिँ म्याप रिडिङ हुन्छ होइन भन्नुहोस् त फोन चार्ज गर्ने ठाउँ पाएन भने कहाँनिर चाहिँ म्याप रिडिङ गर्ने कहाँनिर चाहिँ म्याप हेर्न पाइन्छ त्यही भएर हामीले सकेसम्म एउटा म्याप तपाईँ कुन एरियामा जाँदैछ त्यो एरियाको लागि एउटा म्याप पनि व्यवस्था गर्नुपर्छ अब यो लाङटाङको म्याप ल्याएछ मैले तपाईँलाई बुझाउँला यो चाहिँ नगरकोटको म्याप चाहिन्छ
है मैले चाहिँ एउटा तपाईँलाई एक्जाम्पल दिने मात्रै हो तर भोलि फेरि तपाईँहरू एभरेज जाँदाखेरि अन्नपूर्णको म्याप बोकेर नजानु होला है ओके यो के हो त हेड टर्च है हेड टर्च हो गाइडको झोलामा कम्पलसरी यो हुनुपर्छ कसैले बोक्नु भएको छ यहाँ कोहीसँग नै छैन है कस्तो दुःख लाग्दो कुरा है यो चिज चाहिँ एकदम इम्पोर्टेन्ट छ नि है सेकेन्ड आँखा भन्छ यसलाई हामी है पहिलो आँखा त हामीसँग दुईटा छँदैछ रात परेपछि त यो आँखाले त काम गर्दैन नि है अनि यो चाहिँ एकदम इम्पोर्टेन्ट त्यसले गर्दाखेरि हामीसँग यो कुराहरू एकदम सानो चिज हो तर एकदम युजफुल छ यसलाई के भन्छ के हो यो नाइफ पकेट नाइफ है कसैले बोक्नु भएको छ देखाउनु पर्यो हाम्रो नेपालीहरू चाहिँ ब्याचलर मास्टर डिग्री गरेर टुर गाइडको चाहिँ फाइनल एक्जामसम्म पनि अहिले पकेटमा एउटा नाइफ पनि छैन कस्तो दुःख लाग्छ है तपाईँसँग आउने विदेशीसँग सोध्नुहोस् त त्योसँग सियो दागोदेखि लाइटर म्याचेस सबै कुरा बोकेर ल्याएको हुन्छ हो किन भन्नुहोस् त कसरी गाइड गर्ने होला तपाईँले है दुःख लाग्दो कुरा यो चिज हामीले माउन्टेनियरिङको स्किलमा के सिकाउँछ यसलाई के भन्छ फर्स्ट एड किट है नम्बर 1 मा यो चाहिन्छ नम्बर 2 मा यो चाहिन्छ नम्बर 3 मा यो चाहिन्छ विदाउट दिस नो गाइड कुरा बुझ्नुभयो है हाइकिङ गर्दा तपाईँले कुहिरे चाहिँ त्यहाँनिर चाहिँ हात सट्टै काट्यो भने के गर्ने चाहिन्छ चाहिँदैन यो ह्यान्डी प्लास्टर त लाउनु मिल्छ नि त खुट्टा मर्क्यो भने के गर्ने त घिसेर लानु मिल्छ कमसेकम क्रिप ब्यान्डेज लाएर चाहिँ व्यवस्था त गर्नुपर्छ नि ओके हिजोको भन्दा नि अझै तपाईँहरू अझै कमजोरी देखेँ मैले यो प्रिपेरेसनमा सकेसम्म यहाँ मैले ट्रेकिङ गाइडको साथीहरू पनि धेरै देखेको छु ट्रेकिङ गाइडको साथीहरू थाहा हुनुपर्छ मैले सिस्टमलाई गाइडको सिस्टम सिकाइसकेको छु अब यो नाइफ चाहिँ तपाईँको स्विस नाइफको प्राइस किन धेरै एक्सपेन्सिभ भएको होला किन पपुलर भएको होला थाहा छ स्विचको बारे महँगो भएको भन्छ है धेरैले सोध्यो भने मल्टिफङ्सन त यो चाइनिज हो इन्डियन हो त्यसमा पनि मल्टिफङ्सन छ तर धेरैभन्दा धेरै विदेशीले युज भएको कारणले त्यसको डिमान्ड बढ्यो अनि त्यो महँगो भयो प्रत्येक तपाईँ जस्तो सुकै बिग्रेको खैरे हो त्यसमा सोध्नु त विदेशसँग डु हेभ नाइफ भनेको यस युनिट आई क्यान हेल्प यु भन्छ नि नेपालीलाई तपाईँसँग नाइफ छ भनेको त मसला छैन खुकुरी खोज्नुपर्छ भन्छ है त्यही भएर हामी यो फिल्डमा जुन टुरिज्म व्यवसायमा लागिसकेपछि त्यो टुरिज्म व्यवसायको पनि उच्च स्तरीय गाइड भइसकेपछि त्योसँग चाहिँ सबै कुराको ज्ञान हुनुपर्छ है ज्ञान मात्रै भएन किनेर झोलामा बोक्न सिक्नुहोस् झोलामा अन्डरस्ट्यान्ड झोलामा हुनु पर्यो अब अघि बाटोमा समस्या परेको भए मैले यो युज गर्थेँ तर तपाईँलाई मैले यो बाटोमा देखाउने कुरा भएन नि हो हामी त समस्या भएन अनि यो चिज चाहिँ जहिले पनि झोलाको डिप पकेटमा होइन तल बटममा होइन कि झोलाको टप पकेटमा राख्नुपर्छ ल यो तीनवटा चिज टर्च भयो फसेट भयो अनि नाइफहरू चाहिँ इमिडिएटली युजको लागि एकदम इम्पोर्टेन्ट छ त्यसको लागि हामी तत्कालै युज गर्नु पऱ्यो भने हामीले टप पकेटमा युज गरेर तुरुन्तै निकाल्यो यो के होला अक्सिमिटर है यो पनि गाइडसँग कम्पलसरी हुनुपर्छ कहिलेकाहीँ अल्टिट्युड प्रब्लम कहिलेकाहीँ बिरामी भएको छ भने त्यसको अक्सिजन लेभल ठिक छ कि छैन भने चेक गर्नुपर्छ त्यसलाई अक्सिजन कम छ भने माथि ल्याउँदैन फर्काएर तुरुन्तै मेडिकलतिर लानुपर्छ कि कहाँ लानुपर्छ त्यसै बेला गाइडको जिम्मेवारी हो नि त त्यही भएर यो अक्सिमिटर पनि भेरी इम्पोर्टेन्ट यो के हो दिस के को लागि हो यो बस्नको लागि
अब हिमालतिर त धेरै चिसो हुन्छ, ढुङ्गा पनि चिसो हुन्छ, जमिन पनि चिसो हुन्छ, आइसमा हुन्छ, हिउँमा हुन्छ होइन। अब कुनै ठाउँमा त हामीले रेस्ट पोइन्ट पाउँदैन नि त। त्यतिखेर चाहिँ यो आफू ओछ्याएर चाहिँ आफू बसेर चाहिँ गेस्टलाई सिट डाउन भन्नु मिल्छ कि के गर्छ हो? पहिला आफू ओछ्याएर बस्ने है कि के हो? ओके, तपाईँहरूको गेस्टलाई पोलाइटली रेस्पेक्टली है, अलिकति गेस्टलाई पनि टक्क वसन लाएर चाहिँ ओके अब सिट हियर यु क्यान रेस्ट। अनि उसले सोध्छ कि ओहो उसबाट सरले भन्नुहुन्छ भोलि पनि त $100 त कन्फर्म भइहाल्छ। किन भन्दा चिसोमा उसको चाकमा म्याट्रेस अट्याइदिएको छ नि त। $10 लास्टमा त खल्तीमा के हुन्छ डिसी पऱ्यो भनेर चाहिँ बेरेर खल्तीमा हालेको हुन्छ। उता यसो टोइलेटमा गएर हेर्दाखेरि त $100 पसिरहेको हुन्छ नि त। त्यतिले त्यही भएर हामीले गाइडको जिम्मेवारी के हो र गाइडले के गर्नुपर्छ भन्ने कुराको लागि हामीले तपाईँलाई एउटा सानो कुरा चाहिँ टिप्स हालेको हो। हामीसँग यस्तो धेरै डिफ्रेन्ट ब्रान्डको हुन्छ, यस्तो बोक्नुलाई गाह्रो छैन, एकदम सजिलो छ, प्याकिङ कोल्ड हुन्छ, लाइट वेट हुन्छ। थाहा भएन भने तपाईँले फेरि अर्को फर्म म्याट्रेस बोक्ला नि फेरि है, त्यो होइन। हामीसँग एडभेन्चरको इक्विपमेन्टहरू एकदम सिस्टमको हुन्छ। त्यही भएर यो के होला? What is this? Survival bag. Survival bag. ओके, उहाँ एकजना भाइलाई थाहा छ, सर्भाइभ विभाग पनि भन्छ यसलाई, सिल्भर ब्ल्याङ्केट भन्छ ल यसलाई। अब कोही चाहिँ विदेशीको चाहिँ इक्विपमेन्टहरू राम्रो छैन, स्लिपिङ ब्यागहरू त्यति राम्रो होम इनफ छैन भने हामीसँग यस्तो सिल्भर ब्ल्याङ्केटहरू पनि प्रिपेयर हुनुपर्छ। किनकि यो लगाएपछि एकदम हिट दिन्छ बडीलाई, तर यो लङ लास्टिङ चाहिँ हुँदैन फेरि, यो एकदम इमिडिएटली च्यात्छ यो है। त्यही भएर हामीले यो त एकदम कुनै बिमारी ज्वरो आएर एकदम कामिरहेछ भने त्यसलाई त यसले ऱ्याप गरिदिनुपर्छ नि त। त्यही भएर यस्तो कुराहरू पनि युजफुल छ। यो के हो? स्टिक, वकिङ स्टिक, स्की पोल अथवा वाकिङ पोल भन्छ है। अब यसलाई नेपालीमा त लट्ठी भनेर सबैलाई थाहा होला नि है। हामीसँग जहिले पनि लट्ठी चाहिँ मेरो बुझाइमा चाहिँ दुईटा है पेयर छ भने चाहिँ सजिलो हुन्छ, बडीलाई एकदम राम्रो ब्यालेन्स दिन्छ। तर हाम्रो चाहिँ सिस्टम के बस्यो, गाउँघरतिर बुढापाकाले चाहिँ एउटा काठको लट्ठी ल्याएर टेकेको देख्यो, अनि अहिले पनि सबैले एउटा मात्र टेक्छ। यदि तपाईँसँग उकालोमा चाहिँ एनर्जी लस्ट भयो भने यसले पावरफुल दिन्छ, ओह्रालोमा बुढाको नि प्रब्लम छ भने यो दुईटा लट्ठीले धेरै सहयोग गर्छ है, हेल्पफुल हुन्छ। अनि यो एउटा मात्रै लट्ठी टेक्ने बानी भयो भने तपाईँको जिउ पनि बाङ्गो बाङ्गो हुँदै जान्छ। तपाईँले यदि याद गर्नुहोस्, यो एउटै मात्रै लट्ठी टेक्ने मान्छेको जिउ यस्तो यस्तो बाङ्गो बाङ्गो हुन्छ। त्यो ब्यालेन्सले गर्दाखेरि यो कसरी याद गर्नुभएको छ? तपाईँको त्यो बुढा मान्छेहरू हेर्नुहोस् त, त्यहाँबाट पनि तपाईँले एक्सपिरियन्स लिनु सक्नुहुन्छ। अब यसको टेक्ने स्टाइलहरू धेरै फरक छ। अब म त्यत्रो लम्बाइमा जान्न, हामी अलिकति आज सर्ट ब्रिफ गर्ने भनेको छौँ। अनि यो के हो त? यो के हो? यो के हो? यहाँ त 3 थरीको छ नि त होइन? यसमा चाहिँ नेक कभर गर्ने छ, अघि यहाँ त्यहाँ भाइले पनि लाग्छ है। यो चाहिँ हामी कहिलेकाहीँ सनक्रिम युज नगर्ने मान्छेहरूको लागि यो नेक प्रोटेक्सन हुन्छ, एलर्जीबाट बच्छ, सनबर्नबाट बच्नुको लागि हामीसँग यस्तो खालको बुटहरू गाइडसँग कम्पलसरी गेस्टको अगाडि एकदम पर्पल रहेछ भन्ने कुरा बुझ्नुको लागि हामीले प्रिपेयरमा हुनुपर्छ। र यदि गेस्टलाई समस्या पऱ्यो भने हामीले बोरो गर्नु मिल्छ। फेरि टेक यु भनेर दियो भने सिधै लगेर जान्छ फेरि है। आई क्यान बोरो यु दिस भन्नुपर्छ है। चापाटी दिने हो एकछिनलाई युज गर्नुलाई अथवा एक दिनलाई। ड्राई टावल है, लुक्स एकदम उता नपऱ्यो बोल्दै रहेछ माइक पनि है। साउन्ड त मेरै कानतिर आउँदैछ, के भन्छ भन्दा त मागे उतार्नु परेछ। तपाईँलाई त्यति सुन्ने इच्छा छैन जस्तो लाग्छ है।
बाइक त पुरा फ्या परेर माथि बसिरहेको भन्दा पनि यो चाहिँ अलिकति हाई माउन्टेनमा हिल छ। मसँग दुईवटा क्वालिटीको छ, दुईटै यो जुल्बो हो। यो अब तपाईँको 7000 मिटरको बिलोमा चाहिँ यो खालको ब्रान्ड हुन्छ। यो 3 कटको हो। अब यो चाहिँ 6 कटको हो। यो चाहिँ 8000 भन्दा माथिसम्म काम गर्छ यसले। जब हाम्रो एभरेज क्लाइम्बिङ गर्छ भने त्यो चस्मा भन्दा पनि यो। तर प्रायः जस्तो हाम्रो साथीहरूले यो चस्माको बारेमा त्यति ज्ञान छैन छ। युभी प्रोटेक्सन छ कि छैन, यसमा चाहिँ त्यो सबै सनब्लकको पावर इनफ छ कि छैन थाहा हुँदैन। सबभन्दा माउन्टेनमा इम्पोर्टेन्ट चाहिँ यो चस्मा हो। किन भन्दा चस्मा छैन भने भोलि हाम्रो आँखाहरू चाहिँ एकदम पाक्ने सम्भव हुन्छ अनि नदेख्ने सम्भव हुन्छ, मोतीबिन्दु हुने सम्भव हुन्छ। त्यही भएर हामीले यो चस्माहरू, यो चाहिँ 6 कटको हो। अहिले योभन्दा हेभी पावर आएको छैन। यो लगभग तपाईँको अहिले एउटा ब्ल्याक डायमन्डले ल्याएको छ 22000 पर्छ एक सेटको है। त्यसमा चाहिँ चेन्जेबल छ, मेरोमा चाहिँ चेन्ज यो 6 कटको हो। त्यसमा चाहिँ चस्माको चाहिँ क्वालिटी चाहिँ कटबाट थाहा हुन्छ है। अहिले थमेलतिर धेरै बेच्दो रहेछ, त्यो सबै डुप्लिकेट हो। त्यो 500 मा पोलराइज हो भनेर बेचेको छ, त्यो पोलराइज 100% होइन। 500 मा पोलराइज कहाँबाट? 7000 भन्दा घटीमा पोलराइज पाउँदैन, युभी प्रोटेक्सन पाउँदैन। सबै व्यापारीले चाहिँ जुट बोलेर तपाईँहरूले बेच्ने हो कानमा। तपाईँ यो कटको हुन्छ भने माउन्टेन हार्डवेयरमा देखाएको छु मैले, त्यहाँ जानुहोस् अथवा अलिकति जेन्युन पसलमा जानुहोस् अनि यसको क्वालिटी त्यहाँबाट थाहा हुन्छ। नी गार्ड गाइड गएपछि यो पनि हामीसँग अब यो एकदम हेभी हो। यो चाहिँ फ्र्याक्चरै भएकोलाई मात्रै काम लाग्छ अथवा घुँडै फुटेकोलाई यो काम दिन्छ। एकदम राम्रो छ, प्रोटेक्सन छ। तर यो अहिले चाहिँ चाइनिजहरू जापानिजहरूले बढी युज गर्छ यो चाहिँ है। तर हामीलाई मेडिकलमा एकदम सस्तो पाउँछ नि, 50 अथवा 150 पर्ने खालको रबरको हुन्छ। तर त्यसले चाहिँ खुट्टा पोल्छ फेरि धेरै। हामीले त्यो चाहिँ डाइरेक्टली हाम्रो मासुमै टच गरेर लगायो भने चाहिँ त्यसले एकदम इफेक्टिभ गराउँछ। हामीले एउटा ट्राउजर बाहिर लगाउन सक्छ। अनि यो चाहिँ तपाईँको जता लाए पनि हुन्छ। यो चाहिँ अलिकति महँगो पनि पर्छ, यो समथिङ लाइक 5000 जस्तो पनि पर्छ। दिस इज मोर पावरफुल युजफुल। तफसिल लाउनु पर्छ। हामीसँग माउन्टेनियरिङमै जाने भने मैले हिजो चाहिँ 3टा पन्जा हुन्छ। तर यहाँ चाहिँ मैले 3टा पन्जा त्यो क्वालिटीको होइन, यो मैले तपाईँले एउटा इन्फर्मको लागि मात्रै ल्याएको छु। यो चाहिँ सबसिल पन्जाभित्र हाम्रो फिङ्गरहरू मुभ गर्नुको कुनै पनि नट टेक्निकदेखि लिएर क्याराबिना स्क्रु अरू टेक्निकलको लागि यो सबसिल लाउनुपर्छ। त्यो बाहिर चाहिँ डाउनको मिटनको अथवा बाक्लो पन्जा हिटिङको लागि लाउनुपर्छ। त्यसले पनि प्रोटेक्सन हुँदैन। त्यो बाहिर हामीसँग विन्ड स्टपर गोटेक्स पन्जा लाउनुपर्छ। अनि मात्रै तपाईँको फ्रोस्ट बाइटबाट तपाईँको ह्यान्डको प्रोटेक्सन छ भन्ने कुरा बुझिन्छ। होइन भने फ्रोस्ट बाइट हुन्छ। फ्रोस्ट बाइट भनेको वान अफ द डेन्जरस हो फर फिजिकलको लागि। लो ल्यान्डमा स्नेक बाइट र माउन्टेनमा चाहिँ फ्रोस्ट बाइट हुने डेन्जरस भनेको सिमिलर हो। इट टेक्स टाइम। स्नेक बाइट चाहिँ 24 आवर्समा ट्रिटमेन्ट भएन पिपल किल मर्छ। तर माउन्टेनको चाहिँ स्लो पोइजन हुन्छ है। त्यही भएर डेन्जरस केस चाहिँ एउटै हो। हामीले यस्तो पन्जाहरू एकदम ट्रेकिङमा जाँदा पनि फ्रोस्ट बाइट भनेको सगरमाथाको टुप्पोमा मात्रै हुने होइन, फ्रोस्ट बाइट थोरङ पासमा हुन्छ। मेरो कार्यक्रममा जुन मैले योभन्दा धेरै वर्ष अगाडि 50 जना गेस्ट लिड गरेर लगेको थियो, मसँग 90 जना कुली थियो। 4 जना कुलीको खुट्टा काटेको थियो मैले मेरै ग्रुपमा। यो त सगरमाथामा मात्रै फ्रोस्ट बाइट हुने होइन, थोरङ पासमा फ्रोस्ट बाइट हुन्छ, घोसाइकुण्डमा फ्रोस्ट बाइट हुन्छ। तपाईँ लाङटाङतिर माथि जुन च्याङजिङ री चेरकोटीतिर गएको बेला पनि यो फ्रोस्ट बाइट हुनसक्छ नि। त्यही भएर हामीले केयरलेस चाहिँ गर्नु हुँदैन। इक्विपमेन्ट चाहिँ एकदम राम्रोसँग सेफ गर्नुपर्छ। बाइकिङ माउन्टेनियरिङ गर्ने मान्छेहरूलाई यो पनि चाहिन्छ। यसलाई के भन्छ? बफ है। यो घाँटीमा लगाउँछ। यसको 10 मल्टिफङ्सनहरू हुन्छ। त्यो आफैले जसरी युज गर्छ त्यसलाई थाहा हुन्छ है, धेरै कुराहरू। अनि यो ट्रेकिङ यो फिल्डमा टुरिज्मको व्यवसायमा लागेको मान्छेलाई यो पनि एकदम कम्पलसरी चाहिन्छ। अनि यो चाहिँ विन्ड ट्राउजर, रेन ट्राउजर भनेको मैले गोटेक्स सेट भनेको छ नि,
त्यो कुराहरू हामीसँग पानीमा टेन्ट टाङ्नु पऱ्यो भने अथवा कुनै पनि काम गर्नु पऱ्यो भने हामीसँग विन्ड सिटर रेन सेट हुन्छ गोटेक्स सेट हुन्छ त्यो कम्पलसरी चाहिन्छ यो जुन पनि टुरिज्म व्यवसायमा गाइडिङ लाइनमा चाहिँ दिस इज भेरी इम्पोर्टेन्ट टुर गाइड होस् ट्रेकिङ गाइड होस् पोर्टर गाइड होस् माउन्टेन गाइड होस् अथवा त्यो फिल्डमा काम गर्ने मान्छेले यो इक्विपमेन्टको धेरै इम्पोर्टेन्ट छ What is this? Dry bag. Okay, good. Dry bag, है? ट्रेकिङ गर्ने माउन्टेन गाइड गर्ने मान्छेले यो ड्राई ब्याग इज भेरी इम्पोर्टेन्ट किनभने तपाईँ जतिसुकै जतिखेर पनि ज्वाला मात्रै सेभ गरेर बस्नु मिल्दैन नि है ज्वालासुका बाङबुङ फालेर ग्रुपलाई के समय छ ग्रुप कहाँ राख्ने ग्रुपलाई टेन्ट टाङ्नुपर्छ त्यसले गर्दाखेरि तपाईँको इम्पोर्टेन्ट भ्यालुबल चिजहरू भयो अथवा आफ्नो इम्पोर्टेन्ट लुगाहरू सबै यो ड्राई ब्यागभित्र हालेर चाहिँ प्याक गरेपछि तपाईँलाई जस्तोसुकै पानी परे पनि समस्या आउँदैन तपाईँको लुगा एकदम ड्राई हुन्छ त्यही भएर हामीले यो के होला माटो यो के हो बिस्किट गाइडको झोलामा एउटा यस्तो चिज चाहिँ जहिले पनि बोकिरहनु पर्छ है सक्यो भने किनेर फेरि बोकिहाल्नुपर्छ किनकि कतिखेर भोक लाग्छ कतिखेर समस्या हुन्छ त्यो थाहा हुँदैन है यो चिजहरू एनर्जी बार अब हामी त यहाँ तलबाट अटो गरेर यहाँ 3 थाल बजारेर ड्याममा बसेको हुन्छ है हामी माउन्टेनतिर कुनै पनि पासतिर त्यस्तो चान्सेस छैन नि कुनै ठाउँमा हामी जङ्गलै हिँड्नुपर्छ त्यहाँ त्यस्तो चान्सेस हुँदैन त्यही भएर हामीले यस्तो कुराहरू चाहिँ सेभ गरेर राख्यो भने हामीलाई पक्कै पनि एकदम कम्फर्टेबल हुन्छ यस्तो समस्याहरू आउँदैन अब यो अलिक एक्साइटिङ कुरा हो तपाईँहरू एक दिनको टुर जान्छ भने यस्तो चिजहरू प्रिपेयर गर्नुहोस् है तपाईँहरू घुम्नु जान्छ भने तपाईँलाई त्यहाँ होटेल चाहिन्छ रेस्टुरेन्ट चाहिन्छ भन्ने छैन तपाईँ यस्तो चिज भयो भने तपाईँ इन्स्टेन्ट फुडहरू लगेर टीहरू भयो टी ब्याग लगेर चाहिँ ब्ल्याक टी अनि 3-in-1 कफी पाइन्छ अथवा ब्ल्याक कफी पाइन्छ तपाईँले जहाँनिर आफूलाई खानु मन लाग्यो अथवा आफ्नो गेस्टलाई पनि तपाईँले तत्कालै बिसाउने ठाउँमा चाहिँ उता गेस्ट चाहिँ फोटो खिचेर रमाइलो गरिरहेछ यतातिर आफूले चाहिँ 1 कप पानी टक्क हालेर चिया खाएर लाइक ह्याभ कफी भनेको त वाउ फेरि अर्को $50 पनि पछि पर्छ फेरि है 15 लाख फुललाई फुलबहादुर गुरुङले भन्दा नि चोरको हाँसो त्यसो गर्ने केसले त्यही भएर हामीले अब सर्भिस हजुर यो थुप्रै पकाउन सकिन्छ अनि यो अहिलेको जुन ग्यास स्टोभको कुरामा यो वायर भएको पाउँछ त्यो वायर भएको चाहिँ मोर सेफ्टी हुन्छ है यो अहिलेको चाहिँ ग्यासमै एट्याच गरेर लाउने चाहिँ डेन्जर हुन्छ यो चाहिँ एक्सपोज ब्लास्ट हुन्छ किनभने माथि हामीले आइसहरू पिलाउनु पर्यो धेरै हिट चाहिन्छ अनि माथिको चुलोको हिटले तलको ग्यास चाहिँ ब्लास्ट हुनसक्छ त्यही भएर हामीले सकेसम्म अलिकति महँगो पर्छ 5,000 जति पर्छ एउटा स्टोभको त्यो चाहिँ अलिकति तार भएर हामीले चुलो पर हुन्छ ग्यास यता बस्छ सेपरेट हुन्छ त्यो चाहिँ एकदम मोर सेफ्टी हुन्छ है त्यसरी बुझ्नुपर्छ हामीले साङ्केतिक भाषा पनि गरिएको छैन ओके योलाई के भनिन्छ यो के हो रोप यो मैले चाहिँ ल्याउनु पाएन हाम्रो पुल सरले ल्याएर छ तर यो डोरी चाहिँ फेरि क्वालिटी होइन है यो एउटा डेमो मात्रै हो तर सकेसम्म राम्रै देखाउनु तर मैले चाहिँ अब ल्याउनु पाएन त्यही भएर उहाँले ल्याइदिनु भएको छ यो चाहिँ स्मल रोप हो यो चाहिँ लगभग हामीले 5 mm को युज गर्नुपर्छ यो चाहिँ 5 भन्दा तलको रहेछ यो चाहिँ लुगा सुकाउनु मात्रै मिल्छ क्याम्पिङ है क्याम्पिङमा चाहिँ ग्रुपहरूले लुगा सुकाउने ठाउँ पाएन भने यसमा लगेर सट्टै टाँगेर लुगा सुकाइदिने अनि यो चाहिँ हामीले इमर्जेन्सीको लागि है तपाईँहरू यदि राम्रो गाइड भयो भने 30 मिटरको यस्तो रोप चाहिँ झोलामा बोके केही फरक पर्दैन रेस्क्युको लागि अब हामीसँग रेस्क्युलाई अलिकति सामान बढी चाहिन्छ यहाँ एउटा रनर पनि ल्याउनु भएको छ
यो चाहिँ हाम्रो यसलाई ट्विन रोप भन्छ। हामीसँग रोपको स्किलमा सिङ्गल रोप हुन्छ, हाफ रोप हुन्छ, ट्विन रोप हुन्छ। अनि त्योभन्दा सानोलाई हामी ब्रोसिङ रोप पनि भन्छौँ, एसिस्टेन्ट रोप पनि भन्छौँ। अब त्यो माउन्टेनियरिङमा त धेरै शब्दहरू हुन्छ। अनि यस्तो छ भने हामीले सर्ट एन्ड ल्यान्डस्लाइड क्रसिङतिर अथवा सानोतिनो रिभर क्रसिङमा अथवा कुनै पनि रेस्क्युमा हामीले काम गर्न सकिन्छ। अब रेस्क्यु त धेरै प्रकारको हुन्छ। यो तपाईँले एउटा फिल्डमा प्रोटेक्सनको लागि यो डोरीको कुरा हो। यो डोरीको क्वालिटी के हो भनेर थाहा हुँदाखेरि हामीसँग त्यो बजारमा भएको डोरीलाई हामीले फेरि यो टुरिज्मको लाइनमा ल्याउन मिल्दैन नि है। जेसुकै डोरी चाहिँदैन, मिल्दैन, हामीले युज गर्नु मिल्दैन। हामीसँग युआइए टेस्टेड रोप मात्रै युज गर्नु मिल्छ। अनि हामीसँग यो स्ट्याटिक रोप र डाइनामिक रोप भने त्यो प्रकारको रोप मात्रै हामीसँग युज हुन्छ नि। बजारमा भएको डोरी सबै हिमाल ट्रेकिङ र कुहिरेको अगाडि बोकेर नाइन्छ। एकदम हामीसँग ग्यारेन्टेड यसले कति किलो दान्छ भन्ने कुरा यसले ग्यारेन्टीसँग यसले 1500 भन्दा माथि बोक्छ। यसले त्यो रोपको क्यापासिटी हो भने बजारको डोरी बोकेर फेरि 500 पनि नथान्ला, आफू टुटेर त 1.5 कुद्ने खालको नबोक्नु है। त्यही भएर हामीले सबै कुरा बुझेर मात्रै काम गर्छ। हामीले डोरी मात्रै देखायो भने भोलि त सरले डोरी देखाएछ हामी पनि बोकौँ भनेर चाहिँ तल आसानमा गएर डोरी किनेर बोक्ला अनि अर्को आपत्ति आउनु फेरि है। त्यसको जिम्मेवारी त हामी बोक्छ सक्दैन। यहाँ एउटा सानो टेन्ट छ। योलाई के भन्छ तपाईँले बोक्नु भएको छ अहिलेसम्म देखाएको छ? यो डाउन ज्याकेट पनि होइन, स्लिपिङ ब्याग पनि होइन, यो टेन्ट हो तर पोल बिनाको टेन्ट हो। यो चाहिँ हामीले इमर्जेन्सीमा माउन्टेनतिर ट्रेकिङतिर एकदम समस्या भएको बेलामा अब हावाहुरी आयो, गाउँ कहीँ घर लुक्ने कहीँ छैन भने योलाई चाहिँ सेल्टर भन्छ, विभाग पनि भन्छ, इमर्जेन्सी सेल्टर। यो भित्र हामी 7जना पसेर बस्नु मिल्छ मजाले। पानी जति परे पनि यसले जान्छ। हामी रिङै भएर बस्ने हो। यो 4 मिनट थिचेर झोलासोला बिचमा राखेर भित्र गफ गरेर तास खेलेर पानी पिएर रमाइलो गरेर बस्नु मिल्छ। त्यो वेदरसँग हामी मतलबै गर्दैन, पानी पर्दै गर्छ। किन तपाईँसँग यसको सबै कुरा ज्ञान हुनुपर्छ है। अनि हामीसँग यहाँ छ के सबै 2टा लट्ठी जुम्दा र माथि यसलाई बिचमा 2टा लट्ठी राख्ने ठाउँ छ। अनि यसको एयर कन्डिसन पनि छ यहाँ। यो माउन्टेनतिर इमर्जेन्सी केसमा एकदम खतरा ठाउँमा चाहिँ हामीले यस्तो बोक्नुपर्छ। हामीसँग यो 12 जनासम्मको क्यापासिटी भएको यस्तो टेन्टहरू पाउँछ। तर यो चाहिँ इङ्ल्यान्डको सेफिल्डमा बनाएको हो, यहाँ नेपालमा बनाएको होइन। ऱ्याप कम्पनीको जुन यो कम्पनी त अहिले नेपालले पनि बनाउनु थालेछ, तर यो इङ्ल्यान्डमा बनाएको हो यो सेफिल्डमा है। यस्तोहरू चाहिँ हामीले यो गाइडिङ रुल्समा सबै कुरा कम्प्लिट थाहा हुनुपर्छ है। यो तपाईँहरूको 6 जना मजाले यो भित्र जस्तो सुकै पानी असिना हुरिया पनि केही फरक पर्दैन। त्यसैले हामी यसमा कम्प्लिट गरेर बस्नुपर्छ। अनि हामीसँग गोर्टेक्स हुन्छ, अनि एउटा लाइट डाउन ज्याकेटहरू है। सकेसम्म हामीसँग फ्लिस सफ्ट सिल भएको फ्लिसहरू लाउनु पर्छ। अनि हामीसँग बेस्ट सकेसम्म कम्फर्टेबलको लागि बेस्ट लाउनु पर्छ। यो माउन्टेनियरिङ बेटा पनि बोल्नुपर्छ है। हामी त फुलको बिलमै हुन्छ है, हेलो भन्नुपर्छ भाइ। अनि भोलिको दिनमा तपाईँहरूले पनि पक्कै पनि ट्रेकिङ जाँदाखेरि यो कुराहरू प्रिपेयर गर्नुहुन्छ भन्ने मलाई आशा लागेको छ भन्दै विश यु अल द बेस्ट। अनि सरको उज्जवल भविष्यको शुभकामना सहित अब म यो मेरो शब्दलाई हेर टुङ्ग्याउँछु। अब यहाँ फेरि हाम्रो अब 15 लाखको सर हुनुहुन्छ, उहाँले फेरि मेरोमा चाहिँ काम राम्रो गर्नुहोस्, इमान्दार बन्नुहोस्, ग्यारेन्टी हुनुहोस्। अनि त्यो पछि डलर त्यसै झर्छ, तर उहाँले चाहिँ 15 लाख पहिल्यै जाँदैन। ल ताली एकचोटि दिउँ त हाम्रो यो आसामको टोलीलाई। अब रतन सर प्रशासनको हिसाबले रतन सर अगाडि बढेर चाहिँ तपाईँले यहाँ यत्रो सिक्नु भएको छ।
अनि उहाँको अन्डरमा फेरि म पनि आएर यसो खोक्नु पाछ अब यहाँबाट फेरि पुरुषहरूले पनि खोक्दै हुनुहुन्छ अनि यतातिर म्याडमले फेरि चक्लेट बाँडेर चाहिँ खोक्दै हुनुहुन्छ है ल एकचोटि दौडा ताली दिन्छ सबैजनाले ओके अब हामीबाट तपाईँलाई देशोर दिने ज्ञान यस्तै हो अब योभन्दा बढी तपाईँहरू जान्ने भयो भने तपाईँहरूलाई थाहा होला अब नजानेको कुरा हामीले केही कुरा तपाईँहरूको भविष्यको लागि हामीले यसरी सुझाव सल्लाह दिने हो भन्दै मेरो यो माइक चाहिँ अब यता 15 लाखतिर हात पुऱ्याउनु थ्याङ्क यू सर थ्याङ्क यू हजुरले 30 लाख